कस्तो भएको रहेछ आज पनि खुल्लै छ त किन जुत्ता खोलेको पानी भयो भने नआउँछु सर दामी छ नुहाउने ठाउँ कस्तो हल्का सिङ भन्नु त बाइकमा मात्रै हिँड्नु भने त गाडीमा तेल हाल्ने पैसा छैन आजको स्थिति झापाको न लाइन छ गर्मीले हालत यस्तो भइरहेको छ हाम्रो मान्छेको हालत यस्तो छ गर्मीले आज नानीको प्रोग्राममा हामी जाँदैछौँ टाउन हल होइन टाउन हल जाँदैछौँ गर्मीले यस्तो छ हालत गर्मी यस्तो छ लाइन काट्दै काट्दै गर्छ ल हामी चाहिँ आइसकेको छौँ टाउन हल ल अब हेर्न जाउँ के हुँदैछ कस्तो हुँदैछ यहाँभित्र नानीहरूको कार्यक्रम कस्तो हुँदैछ हेर्न जाउँ है त नमस्ते नानीहरूको कार्यक्रम पनि हेऱ्यो भन्दा पनि आफ्नो अब नानीको चाहिँ हेर्नु पाएन चाहिँ यहाँबाट बिदा हुँदैछु गर्मी अलिक कम छ अलिक अहिले त गर्मी ल अहिले त जुत्तै खोलेको किन जुत्ता खोलेको झुङ्गा पस्यो प्रोग्राम त अझै भइरहेछ होइन यहाँबाट जाँदैछौँ फेरि घाम लाग्न थाल्यो त्यो छ झापामा चाहिँ गर्मी बितकरहरू पनि लिएर आइज बाइक चाहिँ हामीले शीतलमै राखेको छौँ यहाँनिर बाइक पनि यहाँ राखिरहेको छौँ अब एउटा आइसक्रिम यहाँ नानीलाई किनिदिनु पर्यो कस्तो हल्का आइसक्रिम खानु पर्यो त कुन मिठो छ नानी कसरी खाऊ कसरी खाऊ खै मिठो छ कि छैन कस्तो छ मिठो खै एकचोटि त्यो मलाई पनि म पनि खान्छु अब चाहिँ हामी यहाँनिर सकेको छ प्रोग्राम होइन यो चाहिँ पुरानो स्कुलबाट आज जाने भनेको पुरानो हाई स्कुल हाम्रो हेर्नु त आज हाई स्कुल कस्तो भएको रहेछ आज पनि खुल्लै छ त के हाई स्कुल त लाइन पनि बिल्डिङ गर्न लागेको छ नि त्यो दामी बनाएको छ नि होइन बसहरू पनि तीनवटा बस रहेछ तीनवटा बस है भाइ तीनवटा बस रहेछ यतिखेर हाम्रो क्लासहरू हेर्दै थियो पहिला पढ्दाखेरि त्यो जस्तो दामी बनाएको छ होइन गर्मी यस्तो छ आज नुहाउनु जानु पर्यो उता माथि दिनु भनेको फेरि माथि पनि घरि अहिले गएर पानी माथि पर्यो भने त बिजै हुन्छ त हाम्रो आज चाहिँ हाम्रो प्लान भनेको चाहिँ अब माथि गौडातिर जाने नुहाउनु जाने प्लान थियो अब भएन भने यतातिर नुहाउनु पर्छ होला त तलतिर पनि अब डुबेले खने ठाउँहरू छ होइन मौसम भनेको चाहिँ यस्तो छ होइन मौसम चाहिँ अलिक घाम अनि हराएर अहिले चाहिँ ठिकै छ अब घरमा गएर बस्यो भने लाइन छैन बाइकमा मात्रै हिँड्नु भने त गाडीमा तेल हाल्ने पैसा छैन त्यही छ अब जबसम्म विदेश जाउन त भन्दा भिसा पनि लागेको छैन कहिले आउने त्यस्तो पास गऱ्यो अब कोरियाको भिसा कहिले आउने कोरियाले कहिले बोलाउने हो कोरिया कहिले जाने अब भिडियो बनाएँ ब्लग बनाएँ बसौँ त्यही हो वेलकम टु माई ब्लग भनौँ बस्छौँ त्यस्तै हो नेपालमा जिन्दगी बेरोजगारीहरूको जिन्दगी नेपालमा कहिले चाहिँ हाम्रो नेपालको लागि हो कहिले रोजगार पाउने सबैले बाटो पनि बनेको छैन बेलागरी चोकले चाहिँ होइन बेलागरी चोकबाट अब सिधै चाहिँ तल लाग्नुपर्छ सिधै सर्टकट जाने हो हाम्रो घरगाउँको चाहिँ बाटो राम्रै छ राम्रो छ यस्तो दामी छ बाटो के छ अब टक्क फेरि घामसँग हराए यस्तो हुन्छ अब नुहाउनु जाने आज नानी पनि नुहाउनु जाने भनिरहेछ नुहाउनु गयो भने नानीलाई पनि सिधै लिएर जाने हो तल यता तल निन्दा खोलातिरै नुहाउनुपर्छ होला आज हाम्रो गाउँ भने जस्तो छ क्या दामी छ नि त गाउँ त होइन सडक त छ अब यतातिर हाम्रो गाउँ चाहिँ सब त्यस्तो छ
जहाँ तपाईँहरू बुझ्छ त्यहाँनिर त्यहाँ उयो छ भने नि हामी यति जानु पर्ने ल पानी धेरै छ भने भनौँ भने नि यति जानुपर्छ ल अब गोडतिर नगएको आज किन भन्छ उनीहरू त पानीहरू त उता माथि पर्दैछ क्या कन्फर्म पानी पर्दैछ उनीहरू त कस्तो भएको छ सेप्टे अन्त पानी पऱ्यो भने त फेरि भाग हुन्छ त कहाँ बस्ने त्यो त न घर हुन्छ न के हुन्छ त्यो त अरू कसैलाई थाहा होला नि त त्यहाँ नयाँ ठाउँ छैन भनेर माथि सिधै पानी पर्दैछ आज किनभने सेप्टै भइरहेको छ कि अब त्यहाँ भएर बाढी आयो भने त भरे गाडी कुदाउनु सक्दैन त्यस्तो बाटोहरू छ बिग्रेको बाटोहरू लुगा फेरेर हात लगाएर आइहाल्छ अनि जानुपर्छ पानी गएपछि चौकी त भनेको खोइ गडाङ गुडुङ गर्न थाल्यो यस्तो पानी पर्न थाल्यो एकैछिनमा झापाको वेदर हो यो भने यहाँ घरमै नुहाउनुलाई नानी अब छैन त नि पानी पर्न थाल्यो अनि यस्तो पानी भयो भने नुहाउँछु ठुलो पानी भयो नुहाउने कसरी नुहाउँछौ तिमी स्विमिङ गर्ने कसरी देखाइ त भुइँमा लडेर देखाइदिनु न यस्तै लडेर नुहाइदिने ल अब हामी चाहिँ नुहाउन जान लागेको होइन गर्मी यस्तै छ होइन कसरी स्विमिङ गर्ने देखाइदियो त यस्तै स्विमिङ गर्ने हो ल त हामी चाहिँ सबै जाने हो सबै लुगासुगा सब प्याक छ नि होइन लुगा सब प्याक गरिहाल्यौँ अब नुहाउनु जाने चिसो पानी लिएर गर्छु त्यो चाहिँ नुहाउने त्यो छ गर्मी अब धक्क निम्न खोलामा यताबाट होइन यो बाटो यो राम्रो छ बाटो भर्खर बाटो हालेको बाटो हो नि भाइ यो भर्खर गिटी हालेको होइन के हो बाटो बाटो चाहिँ यस्तो भर्खर बन्द गरेको बाटो हो नि एउटा घुमेर सट्ट आउँछ अब सट्ट यहाँ माथि गएपछि आउँछ निम्न कोरिडोर यस्तो छ अनि निम्न कोरिडोर माछा मारेर नुहाएको त्यतिखेर नुहाएको नुहाउने भएर आएको अब यहाँनिर त यही भनेको पानी घेर्छ भनेको यही पानी घेर्छ भनेको ए ल अब यही नुहाउनु पर्छ नि ल नुहाउनु भनेर चाहिँ आएको जस्तो छ है यहाँ चाहिँ खोला चाहिँ ए हिँड नडर डराउनु हुँदैन छिटो हाई गर नानी चाहिँ यस्तो छ दामी छ नुहाउने ठाउँ यस्तो रहेछ होइन नुहाउनुलाई चाहिँ मजा आउने रहेछ यहाँनिर आज चट्ट हावामा पनि लुगासुगा फेर्ने हो अनि नुहाउने हो चट्ट तर गर्मी त्यस्तो छ घामले कालो बनाउँछ मान्छे चाहिँ यहाँनिर डढाएर कालो बनाउने भयो आज ढुटो बनाएर डढाएर मजा आउँछ नुहाउनुलाई यहाँ दुईजना नुहाउँदैछ यहाँनिर बाइक चाहिँ यहीँ राखिदिने बाइकलाई चाहिँ यहीँ राखिदिएको अनि यहाँ ढक्क बाइकलाई यहाँ राख्दैन कपडा सपडा यहीँ राखिदिने अनि नुहाउने हो यहीँनिर ल यतिमै होइन नुहाइदिइ सकिहाल्यो अब नुहाएपछि अब चाहिँ हामी लाग्दैछौँ घरतिर शीतल पनि भयो अब होइन नुहाएपछि शीतल पनि भयो सट्टै होइन शीतल पनि भयो अब लुगासुगा फेर्ने अब घरतिर जाने आजको भ्लगमा चाहिँ यति नै होइन आजको भ्लग चाहिँ यतिमै एन्ड हुँदैछ ल त है